तेरो पुतीमा लाडो हाल्न आउँदैन रे माछिने पिरो भयो अब मुखमा त यसरी त हो त्यसरी त सब मैले के सोधेको गर गर तैले पनि तेरो प्यान्टी खोलेर मास्क लगाएर मैले जस्तै मास्क लगाउने अनि दुध मसार्ने माकुरी बुझिस नजिक एभ्रीबडी गाइस मिलम त गाइस सबैले मिलेर गाइस एभ्रीबडी गाइस ल तैले पनि यो कटु यहाँसम्म खोलेर यहाँसम्म खोलेर बस्छस् बुझिस प्यान्टी छ हैन यो प्यान्टीको मास्क लगाएर तप तिमीले आइडी जान्छ भन्दैछु मुजी तैले मेरो आइडी खाना काम गर्न त आइडी नजाने आगे देखाउँछ है म चाक देखाउँछु लाइ आइडी कटु खोलेर भन्दैछु फेरि मैले कटु र ब्रा लगाएको छ त्यो कटु र ब्रा खोलेर कटु मुखमा राख्ने छ र ब्रा कानमा जोड्ने छ फर्स्ट पनिसमेन्ट इज्जत कहाँ फ्याल्दिया यार ये लड़की ने यार कसम बिजोगे यार ये लड़की का यार बच्चा देखाए मजाले देखाए ट्रिपल नआएसम्म भनेको हो त्यो फुल नआएसम्म फुकालेर कटु फुकालेर यति चाक देखाउने छस् बुझिस सबै ट्रिपल नआएसम्ममा ये पार्ट है ना ये देखाएगा इसले तेरो त एक्सपायर भइसक्यो त पानी पनि सुकिसकेको छ यार कसम कस्तो भागो तेरो त कस्तो ल गाइस सबैले मिलेर नछोलेको 3 महिना 4 महिना भयो नि भन त कसरी निक्लिन्छ पानी थ्यांक यू सो मच ल मेरो केटाहरु ल सबजनालाई मेरो केटाहरु सबजनालाई थ्यांक यू सो मच वान पनिशमेन्ट साली गदिनी तँलाई एउटा कुरा भनौ तर आज त कालो ड्रेसमा राम्रै देखाछ कुइरेनी जस्तै देखाछस् तँलाई अरे वाह ग्लासेस एकदम हट सेक्सी देखाछ कसम पनिशमेन्ट भन धेरै नफका जाठी भन पनिशमेन्ट भन कसम जा तेरो फर्स्ट पनिशमेन्ट हुनेछ सुराल फुकालेर कटु फुकालेर यति चाक देखाउने छस् बुझिस सबै ट्रिपल नआएसम्ममा फर्स्ट पनिशमेन्ट आइडी जान्छ ल तैले त्यसो गर्न सक्छस् भन त सक्छु गर्दिन्छु म कसम गर्दिन्छु तेरो कटु सबै खोल्नु पर्दैन सबै खोल्नु पर्दैन त्यो यहाँसम्म खोलेर त्यो माथिको सुरा चाहिँ हुँदैन कान्छी त्यो हुँदैन त्यस्तोले त आइडी जान्छ यार स्पिड च्यालेन्जसम्म त जान्छ आइडी जाँदैन कसम जाँदैन टाढा अलि टाढा खातिर जा कि खाटको माथि चढेर फर्स्ट पनिशमेन्ट त्यो हुन्छ तेरो हैन तैले मलाई दे म गर्दिन्छु कसम ल कसम गर्दिन्छु सेकेन्ड पनिशमेन्ट तेरो के हुनेछ टोयलेटको भित्ता चार्ने गुहने ठाउँको साइडमा गएर ठ्याक्क गरेर भित्ता चार्ने 10 चोटी थर्ड पनिशमेन्ट तेरो के हुनेछ जा जमिन मुनि अन्डरग्राउन्ड भएर जा त जमिन मुनि जा त जमिन मुनि के गर्ने जमिन मुनि खोटेर त त्यही हरा जा त्यही सुजा जमिन मुनि जा त खोड पहिला खन अनि त्यसपछि जमिन मुनि जा म त यो पहिलो पटक सुन्दैछु त यार यो पहिलो पटक रे चन्दनले दिने यही हो चन्दनले यही गर्छ खोलेर भित्र जान्छ कसरी जान्छ जमिनमा भन्छ त सिका त त्यहाँबाट खन्छ त्यसले खन्छ ए बाबा माटो खन्छ 10 मिनेटमा खन्छ त्यसले हिरो माटो त्यहाँ भित्र बुझिन्छ त्यो त्यस्तो गर्छ तैले अप्सन दिएको छु हो चाक देखाए मजाले देखाए ट्रिपल नआएसम्म भनेको हो त्यो फुल नआएसम्म हो लो गाइस ट्रिपल नआएसम्म म बोलाउँछु तँलाई फुल आएपछि उता फर्केर बस न उता फर्केर बस गाइस कमन माय गॉड यो के हुँदैछ गाइस यो के हुँदैछ गाइस कमन त्यसरी नबस सिधै गएर बस हो त्यसरी कमन गाइस मिल दूं गाइस देखो जी उधर देखो जी इसने क्या दिखाया है यार कसम इसने ऐसा हालत कर दिया कि आपने इज्जत आपने कहाँ फैल दिया यार ये इज्जत कहाँ फैल दिया यार ये लड़की ने यार कसम बिजोगे यार ये लड़की का यार बचाओ यार कोई बचाओ ये लड़की को कोई बचाओ यार कमन गाइस यार क्या है ये लड़की का हालत यार कमन मैं तो देखने के लिए नहीं सकता है देखने के लिए नहीं सकता है गाइस यार कमन हे भगवान ये क्या हो रहा है गाइस ये क्या हो रहा है गाइस मेरे माथा टाउको क्या राख्नुमा कहाँ ठोकम गाइस कमन गाइस मैं कि टुके बनाउँदै भाइ टुके बनाइदिउँ गाइस मिलेर साथीहरु सबजना मिलेर गाइस मलाई फुल आएको छैन फुल आएपछि म बोलाउँछु हो त्यसरी बस चुप लाएर उता फर्केर बस गाइस मिलम गाइस मजा आयो हैन गाइस मजा त आयो नि हैन चाक हेर्न पनि हैन गाइस मिलेर ल साथीहरु सबजना मिलेर तैले मलाई सक्सेस भने गरेर देखा गाइस ल मिल्दम गाइस उता आइसक्यो गाइस एकजना केटी आइसकेको छ गाइस कमन गाइस मिल्दम गाइस 19 रोज गाइस कमन गाइस 19 रोज चाक सुत देखाछ गाइस थ्यांक यू सो मच गाइस आई लभ यू ऑल माय टीम यार कसम आई रेस्पेक्ट यू ऑल माय टीम यार बिग रेस्पेक्ट यार कसम सलाम आई सल्यूट यू माय एमभीपी all you guys thank you so much la everybody you guys are doing so well यार तपाईहरुले यति संघर्ष गर्नु भयो कि कसम I'm so happy यार कसम salute thank you so much I love you all ल बुस्टिङ आएको छ ओ माय गॉड रेडी you have boosting ल जा तेरो फर्स्ट पनिशमेन्ट के हुनेछ जुन के भन्छ कटु र ब्रा लगाएको छ त्यो कटु र ब्रा खोलेर कटु मुखमा राख्ने छ र ब्रा कानमा जोड्ने छ फर्स्ट पनिशमेन्ट दुईटा पनिशमेन्ट एकैचोटी हुँदैन ल दुईटा पनिशमेन्ट एकैचोटी हुँदैन सुन कस्तो एकैचोटी हुँदैन कि ब्रा दे कि प्यान्टी दे ल माकुरी तर मैले अलि सिकाउनु पर्ने हो तर मैले पनिशमेन्ट कस्तो हुन्छ भनेर खेलेको यहाँ सुन के तेरो तैले लगाएको ब्रा तैले लगाएको कटु भने हैन र अर्को कटु लिएर आएछ त्यो कटु चाहिँ मुखमा ठ्याक्कै पर्ने गरेर लगा अनि त्यसपछि ब्रा लगा जुन तैले लगाएको ब्रा अहिले त्यो ब्रा चाहिँ कानमा जोड्दा ब्रा भयो त्यस्तो हुँदैन के एउटा मात्र हुन्छ अप्सन कि प्यान्टीको हुन्छ कि ब्राको हुन्छ बुझिन तैले कहाँ सिकिस् यो पनिशमेन्टहरु भन्दा मैले जमानादेखि गर्दै
पनिसमेन्ट हो माछा जमानादेखिको होइन कि म पनि जमानादेखिकै होला म ब्याटलदेखि लिएर अहिलेसम्म यहाँनिर त्यो हुनेछ दुईटा पनिसमेन्ट एकैचोटि नदे रणमती तल फेरि मैले यस्तो यस्तो एउटा यस्तो गर्छु उसो भए हेर तेरो कटु खोलेर जुन कटु लगाएको देखाएर तैँले कटु खोलेर मास्क लगाउने छस् र अनि यस्तो माडेर बस्नेछ ट्रिपलसम्म ल जा त्यो पनि दुईटा भयो गाइस त्यो पनि दुईटा भयो गाइस ए मैले लगाएको प्यान्टी देखाएर मुजी दुध मार्ने कस्तो त्यो दुईटा भएन माखुरी तैँले मलाई दे म गर्छु त तैँले मलाई दे म गर्छु त तैँले मलाई दे गर्दैनस् तर मैले अघि प्यान्टी लगाएर डान्स गर भन्दाखेरि तैँले गरिस् गरिनस् गर्दैनस् भने सक्दिन गर्न म सक्छु ल नसक्ने होइन केटी तँलाई थाहा छ पनिसमेन्ट म कडा खेल्ने खालको मान्छे हो तैँले त्यति गर्न सक्दैनस् कडा खेल्ने मान्छेले तेरो आयो भने मलाई तैँले एकैचोटि दुईटा दिएको छस् नि अब त मर्छस् के गाइस एभ्रीवन लाइक शेयर गर्नु पनिसमेन्ट भन् तेरो जातियो गर हैन त्यसपछि फर्स्ट पनिसमेन्ट सेकेन्ड पनिसमेन्ट तेरो कटु खोलेर आधी चाक देखाएर बसेछ सेकेन्ड पनिसमेन्ट अनि थर्ड पनिसमेन्ट तैँले जा कुकुरको गु खानेछ जा आगे देखाउँछ है म चाक देखाउँछु लाइ आधी कटु खोलेर भन्दिन्छु फेरि मैले तँलाई अघिको जस्तो हैन 5000 आएको छ मुला 5000 हो त्यो अघिको चाहिँ कति थियो र माकुरी हा तँलाई यो सबै खोलेर देखा भनेछु ओइ सबै खोलेर देखाले त रणमतीले देखाउँछस् मुजी भिसिवाली माकुरी म फेरि औकात नदेखान फेरि माकुरी देखाउँछु भने त अन्त अप्सन दिएन तँलाई मैले अप्सन दिएको छु त एउटा कटु खोलेर मास्क लगाउने अनि माडेर बस्ने सेकेन्ड पनिसमेन्ट चाक देखाउने थर्ड पनिसमेन्ट कुकुरको गु खाने मुजी त्यसरी मार्छिने मुजी मलाई अरु पनि थाहा छैन तैँले आज तैँले मन परि बोल्छस् अहिले मैले तँलाई बोल्नु पर्यो भने नि फेरि हेर्न बोल्न त तिमीले आइडी जान्छ भन्दैछु मुजी तैँले मेरो आइडी नजाने काम गर्न त आइडी नजाने काम कटु फुकालेर तैँले मास्क लाउन सक्दैन थिइस् त्यसरी नै जान्छ के मास्क लगायो भने हिजो कटुमा नाच्दाखेरि पनि गएको मेरो आइडी तँलाई थाहा छैन मुजी रुन थाल्छ यार सबै यहाँ रुन थालिसक्यो भनेछ यार सबै रुन थालिसक्यो हेरे यो प्यान्ट छ हैन यो प्यान्टको मास्क लगाएर त माकुरी त मुजी मलाई रुयो भन्छस् माकुरी म जिन्दगीमा मुजी कुनै ग्याप मुजी हारेर हिँडेको छैन माकुरी बुझिस् जा गर जा होस् रुँदैन केटी यो रुँदैन यसले गर्छ क्या यसले गर्छ गाइस रुन्छ यसले त्यही कटु लगाएको हो त्यसले त्यही कटु लगाएर गरे हो गाइस मास्क लगाएर बस हेरे कटु हेरे रणमती हेरे कटु माकुरी कताबाट लाउने होला यार मास्क पनि यार त्यसरी हैन मैले भनेको यहाँ सुन्दा त्यसरी हैन खोल त्यो तँलाई कसरी दिन्छ थाहा छ नि तँलाई केटाहरूले कसरी दिएको थियो हो अब त्यो ठ्याक्कै सेन्टरको चाहिँ नाकमा लाउने ए भगवान तँलाई थाहा छैन कसरी मैले आयो भने म त्यसरी नै लाउँछु नि फेरि म पनि बुझिस् म त्यसरी नै लाउँछु हो त्यो माछाले त्यो बिचमा राख ठ्याक्कै नाकमा छुनी गरेर राख्थ्यो काम सुरु गर्न लगाइरहेको छु त यार माकुरी यो चिक्ने त जाँखी त माकुरी त यसलाई मैले यसरी हो गाइस सबैले मिलेर डु यु नो गाइस यो कटु है गाइस यसको भर्खर लगाएको कटु यसले नाक भित्र मास्क लगाएर खेलिरहेको छ गाइस कम अन गाइस लेट्स मेक विन गाइस मिलेर गाइस कम अन रिजिन वेलकम रिजिन थ्यांक यू सो मच माइ रिजिन आई लभ यु रिजिन थ्यांक यू सो मच गाइस एभ्रीबडी गाइस उताबाट हान्न सक्छ रिजिन उताबाट हान्न सक्छ ल उताको पनि छ है गाइस मिल्दियम गाइस ट्रिपल एन्ड बुस्टिङ चलिरहेको छ गाइस बुस्टिङमा प्ले गरिरहेको छ गाइस बुस्टिङ हान्दिम न गाइस बुस्टिङमा गाइस बुस्टिङ हान्दिम त गाइस बुस्टिङ गाइस बुस्टिङ अति दिएको छ के थ्यांक यू सो मच नाम के छ है केटाहरु मेन्सन गरेर थ्यांक यू भन्न त गाइस एभ्रीवन म यहाँ देखिन के आँखाबाटै देखिन यार मैले यार मेरो दुश्मन आयो क्या मेरो दुश्मन आयो उता मासाला रानीको बामको दुश्मन आयो यार दुश्मनले हान्दिरहेछ गाइस रिजिन उता मेरो दुश्मन आएको छ यो दुश्मनले हैन मलाई हैन रिजिन यो दुश्मनले मलाई 1000 रुपैयाँ दिन्छु आइजो भिसी गर्न आइजो भने मैले यसलाई ब्लक हान्देको थियो हैन गाइस अहिले आएर हेर त यहाँनिर हान्न आएको रन्डीको छोरा मासाला कुकुरको छोरा गाइस हान्दिम गाइस यताबाट नि प्ले गर्दिम है गाइस यता उताबाट हान्नु सक्छ गाइस उता फ्लो भइसक्यो गाइस कमान गाइस सबैले मिलेर हान्दिनु पर्यो है साथीहरु सबैले मिलेर हान्दिनु पर्यो उता मेरो दुश्मन आयो के गाइस मिल्दिम गाइस यो दुश्मन आयो के गाइस मिल्दिम गाइस रोज नै ड्रप गर्नुपर्ने अवस्था भएको छ गाइस रोज ड्रप गर्दिम गाइस कमान मे हार्नु भएन गाइस जित हार्नु भएन गाइस मिल्दिम हामी जितिरहेकै मान्छे हो के गाइस हामी जितिरहेकै मान्छे हो गाइस प्लिज मेक इट गाइस 25 रोज गाइस मेक इट गाइस 25 रोज गाइस मिल्दिम न गाइस रोज मिल्दिम न गाइस रोज गाइस रोज हान्दिम न गाइस तैले मेरो एमबीबी लाई किन गाली गरिस् भन्छ थ्यांक यू सो मच थ्यांक यू एभ्रीबडी थ्यांक यू रिजिन जी थ्यांक यू नो वरी सरी भन्नै पर्दैन रिजिन जी हजुरले प्लिज नट एट ऑल सरी ल गाइस ल भन तैले मेरो एमबीबी लाई किन मलाई तैले किन गाली गरिस् मुला मेरो साथी हो त्यो एमबीबी मेरो तेरो साथी मुला जो पनि तेरो साथी मेरो साथी हो त्यो माकुरी मान्छे भनेको मेरो आइडीमा पनि छ मेरो अर्को आइडीमा छ मेरो साथी हो यो मेरो पुरानो आइडी किन गाली गरिस् भन्छ एक लट किन गाली गरिस् मेसेज 10ले पनि त्यस्तो भनेर फर्काउँछ तैले ब्लक गरिस् त्यो तेरो ठाउँमा छ मुजी मेरोमा आएर मेरो साथीले गिफ्ट हाने बित्तिकै तैले यसलाई गाली किन गरिस् यो मान्छे दुश्मन हो भनेको त मैले सके त अनि दुश्मन त हो अनि यसले अहिले हेर्छस् मेसेज हेर्छस् यसको मेसेज देखाइदिउ म त अहिले मेसेज गरिहाल्छ नि मुजी मेसेज गर्दैन ए बाबा यसले मलाई के सोचेर चाहिँ मेसेज गर्दैन त मुला मलाई मैले हेर यतिसम्म मानेको छु कि यतिसम्म मानेको छु कि एमबीबी हरुलाई कसैलाई गिफ्टरहरुलाई कसैलाई पनि गाली नगर चाहे तेरो दुश्मन होस् चाहे मेरो दुश्मन होस् बुझिस तेरो एमबीबी लाई गाली गर्नु मैले तेरो एमबीबी लाई गाली गर्नु मैले तेरो बारेमा केही नराम्रो भनेछ पनिशमेन्ट गर मेरो अब मेरो एमबीबी लाई गाली गर्नु पनिशमेन्ट गर तैले पनि यो कटु यहाँसम्म खोलेर बस्छस् बुझिस फर्स्ट पनिशमेन्ट सेकेन्ड पनिशमेन्ट भनेको सुन
तैँले पनि तेरो प्यान्टी खोलेर मास्क लगाएर मैले जस्तै मास्क लगाउने अनि दुध मसार्ने माकुरी बुझिस् नजिक बसेर बुझिस् तेस्रो पनिसमेन्ट भनेको टोयलेटको गु निकाल्छ माकुरी त मैले के सोधेको गर यो मुला कहाँबाट आएछ यो खाते मुला है म त यस्तै भनिदिन्छु लु जाठा तँलाई त माछालाई यसलाई त म बस्छु पनिसमेन्ट गर किन हेर्छस् मुला पनिसमेन्ट खुरु गर्ने जाठी अरूलाई हेर्छस् त माकुरी हेर्छस् गर्न सक्छु भने छैन ल तेरो त्यो हेपेको छैन ल त्यस्ता जाको मान्छेलाई त के यो कहाँ बस्छ तँलाई थाहा छ यो कहाँको मान्छे तँलाई थाहा छ जाको मान्छे पनि सम्झि के तँलाई एक म्याच भए पनि हाने भनेर रुन्छस् मेरे एमबीबी को मत गाली दे लड्की तो सानो को हेर्छस् तेरो एमबीबी लाई गाली दिएछ मैले पनि तेरो एमबीबी लाई दुश्मन फलो गरिरहेको छ मैले फलो ब्याकै दिएको छैन यो जाठालाई मुला दे न दे तेरो इच्छाको कुरा हो तर तैँले गाली गर्नु पर्दैन यता आएर बुझिस् ए गाली गरे हैन मेरो गाली खायो चुप लाग यसले मेरो गाली खानु पर्यो भने त यसले सुन्न नि सक्दैन यसलाई त म कस्तो पो गाली गर्छु थाहा छ नि फेरि मेरो मुखबाट खुस्क्यो भने अहिलेसम्म मैले केही बोलेको छैन रिस उठेन छैन मलाई केही कुरामा रिस उठेन छैन मलाई बुझिस् नि तँसँग कुल डाउन भएर मजाले खेलिरहेको छु मैले साला तेरो एमबीपी साला कबाडी एमबीपी बोकेर आउँछस् त प्रिन्स भएको छ तँलाई के थाहा हेर मैले अर्को कटु लिएर आएको छु म त्यस्तो गर्दिन तैँले लगाएको कटु भनेछ लगाएको कटु खुरुक गर तैँले लगाएको कटु भनेछस् मैले लगाएको कटु खोलेर अनि यहाँ छ न प्याज छ नि त प्याज छ नि त कस्तो कुरा चाहे त्यो पुतीबाट खसेको त्यो त चुप लाएर बसे धेरै बढ्दो कुरा नगरे ओभर कुरा गर्ने छस् कि त फेरि हेर मैले तँलाई पानी खुवाएको धेरै त्यो औँला नठडा नि फेरि जतिखेर पनि रिस उठ्छ मलाई फेरि जतिखेर नि त्यो औँला ठडा नबसे मैले लगाएको प्यान्टी लगाएको छु भने तैँले पनि लगाएको प्यान्टी गर छिटो लगाएको प्यान्टी गर हेर मेरो कस्तो रगत छ तँलाई है मैले तँलाई के भनेको थिएँ तँलाई मैले के भनेको थिएँ तैँले के भनिस् तैँले लगाएको प्यान्टी मास्क लगा भनेर भनेको त खुरुक गर न त तेरो लागि अप्सन छैन माकुरी आज यो तेरो भिडियो फरिउमा कुद्छ अनुमति भिडियो बनाऊ केटाहरू यसको भिडियो फरिउमा कुद्छ माकुरी कति रुन्छ कान्छ यहाँ सुन त किन रिसाएर खेल्छस् तैँले किन फरिउमा कुद्छ किन मेरो एमबीबीलाई गाली गरिस् भन्न त तेरो एमबीबीको नाम मैले तैँले किन एमबीबीलाई गाली गरेछ माछुने मैले यो त कस्तो रुँदो रहेछ यार कसम बढी रुँदो रहेछ यार यार कसम यार म त कसम सक्दिन यार कसम ए बाबा हैन कस्तो रोको यो केटी राम्ररी बोल्न यार राम्ररी बोल के सारो कराको बोलाको त के सारो कराको त त्यो प्यान्टी लगा तैँले लगाएको प्यान्टी गर्ने मलाई मन पर्दैन है लेडी भोलि यहाँ सुन एउटा कुरा यहाँ सुन मलाई तेरो लागि अप्सन दिएको छु मैले ल तैँले कटुमा यसरी बस्ने भनेर मैले एकचोटि बसे पनि तेरो लागि अप्सन छ त धेरै नरु भोलिको लागि त ए बाबा तँ रुन्छ जस्तो त म्युटमा छस् यार कसम यसको कुरै सुन्न सक्दैनस् धेरै बोल्यो क्या यो केटी यार लिमिटमा बोल यार लिमिटमा बोल क्या मलाई त्यस्तो बोलेको मनै पर्दैन यार कसम गाइस कसम अति साह्रो बोल्ने यार कसम अरूलाई पनि बोल्न त देन यार बोल्नु देन अरूलाई बोल्नु देन यार के साह्रो आफू मात्रै बोलेको हो क्या त के साह्रो आफू मात्रै बोलेको त ल भन त गर तँलाई म चाहिन्छ भने पनिसमेन्ट खुरुखुरु गर न चाहिएन त को त आफै आएको हैन मैले तँलाई खेल्छु भनेर आएको हो तैँले मर्नी गरेर मलाई रिक्वेस्ट पठाएको हैन तैँले नै मलाई रिक्वेस्ट पठाएको हैन मर्नी गरेर मासाला म खेल्दिन भन्दा नि तैँले मैले खेलेर नै डान्स गरौँ न भनेर आएको हैन यी त चाहिन्छ मलाई त बिना नि म त नखेली नै बस्छु म त कस्तो कुरा गर्छस् यार मायासाला कति कराउन सकेको गर्दैछु त मजी कराउँछ साला त जस्तो मुख छाडेर बस्दिन म बुझिस लाइफमा अलिकति सम्हालेर बोल यार सम्हालेर बोल है केटी सम्हालेर बोल कता गयो तेरो पुतीमा लाडो हाल्न आउँदैन रे माछिने गर पनिसमेन्ट खुरुखुरु धेरै नबोल मैले के भनिस् किन तैँले त्यस्तो कुराहरू गरिस् भन त पुतीको कुराहरू गर्छस् तैँले भन त लाज लाग्न पर्यो मेरो एमबीबीलाई किन माछिने भनिस् तैँले गर्छु तेरो एमबीबीलाई आज हैन लिएर आइज तेरो मान्छेले लिएर आइज मुला सधैँ गरिरहेको हुन्छ माको अनुमति ल जात त अब के गर्नु अब तेरो पनि तैँले भन्छस् भने मैले पनि भन्छु तेरो एमबीबीलाई माकुरी ल आइज त खेल त माकुरी तैँले मलाई न्यू खोज्या माकुरी मलाई दिँदाखेरि त तँ हाँसेर बस्ने वाह ओइ के गरेको यो शरम ओ माइ गॉड यस्तो हेर्न यसको एउटा के भन्छ यहाँ सुन्छ ओइ यसको के एउटा त्यो एमबीबी आएको छ कि यसलाई पुरा जलन यो पुरा उक्लिरहेछ त्यो मान्छेले तँलाई सेकेन्डमा त भुत्रो दिन्छ भने आश नगरे नि हुन्छ बुझिस् नि याद गर भने यसले लगाएको कटु नै गर्नुपर्छ के गाइज म त मान्दैन यार यो कुरा त म मान्दैन ए कुकुरनी कति कराको यार प्लिज अलिकति काम डाउन हो यार काम डाउन बिना त्यसरी म काम डाउन हुन्छु खै उयो कस्तो नगर भागला यस्तो रोको यार अन्त कति रोको हेर्न गाइस आमा म त के साह्रो हो त्यसले त केमा चेक गर्नु भन्नु त केमा चेक गर्नु सुरु गर कस्तो यार ठिकै छ हैन ल आइज गर यता अगाडि फर्किनु नजिक आएर बस्ने त्यहाँ अगाडि आइजे अलिकति अगाडि आइजे मैले बुझिस् एभ्रीवान डबल ट्याप गर दुध छाप माकुरी मस्तले दुध छाप्नु पर्यो गाइस यत्रो जना भ्युस छ यत्रो जनाको डबल ट्याप ट्याप हुनु पर्छ के साला सब जनाले हानाम गाइस तिरपलमा गाइस तिरपलमा ठोकम गाइस एभ्रीवान तिरपल गाइस जति सक्नुहुन्छ गाइस यो गेममा ठोक्ने हो के गाइस एभ्रीवान
यसले के भनेर हामीलाई के समय हेपेको छैन यसले गाइस डबल ट्याप एभ्रीवन माइ टिम कान्छी टिमहरु सब ओइ दुध मारे त्यो कपाल पछाडी लैजा एभ्रीवन गाइस हेर्छस् त तेरो औकात यही हो माकुरी मिल्दैन ल गर एभ्रीवन गरेर त यसलाई त म त दिन्छु नै दिन्छु त कटु खोलेर बस्ने छैन त्यो त दिन्छु नै दिन्छु कि गाइस एभ्रीवन मेरो टिमहरु कान्छीको टिमहरुलाई जय छ के माकुरी जय छ गाइस एभ्रीवन डबल ट्याप नोन स्टार ठोड्नु पर्यो के गाइस एभ्रीवन नयाँ मान्छेले फलो गर्ने गाइस यो आइडीमा ल नयाँ मान्छेले फलो गर्ने यो आइडीमा ओइ नहलिकिन बस यता ओइ यता हेर डङ्किनी गाइस 25 जनाले रोज हानन् त 25 जनाले एउटा रोज हानन् त गाइस 25 जनाले एउटा रोज हानन् गाइस एउटा गाइस रोज ड्र गर्दिनु पर्ने छ गाइस गाइस रोज चाहिँ ड्र गर्दिनु गाइस रोज ड्र गर्दिनु गाइस ट्याप फास्ट हुनु पर्यो है गाइस ट्याप पनि फास्ट हुनु पर्छ ल गाइस ट्यापले पनि धेरै सपोर्ट गर्छ ल गाइसहरु गाइस कम अन गाइस मिल्दो गाइस थोरै पुश गर्नु पर्ने छ गाइस प्लिज कम अन गाइस उताबाट हान्छ गाइस कम अन गाइस पुश गाइस थोरै गाइस थोरै लेभल अप गाइस कम अन लुजा मासा थ्याङ्क यू एभ्रीवन गाइस धेरै दुःख गर्नुभयो हजुरहरूले कसम गाइस यतिको लागि गाइस थ्याङ्क यू सो मच हजुरहरूलाई हात जोडेर गाइस बिन्ती गर्छु थ्याङ्क यू सो मच गाइस ती गेम जिताइदिनु भयो कि गाइस कसम यो भनेको गाइस एउटा स्ट्रगल गरेको हो कि कसम यति दुःख गरी यहाँसम्म ल्याउनु भयो हजुरहरूले हैन गाइस थ्याङ्क यू सो मच ल हजुरहरूलाई ल कसम थ्याङ्क यू सो मच एभ्रीवन थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच गाइस एभ्रीबडी थ्याङ्क यू यसलाई के पनिसमेन्ट दिने हो मैले कहाँ गयो अर्कालाई कट्टु फुकाल्नु लगाएर यार आमा कस्तो गरेको बाफ्रे यति न्यु खोसेको यसलाई म सुनाउँछु अब यसको पाल ब्रोकन हर्ट चाहिँ हजुरलाई नि बुस्टिङ पाएको छ ल नेक्स्ट गेममा प्लिज प्ले गरिदिनु होला ल मन तेरो पनिसमेन्ट मन पनिसमेन्ट त म तँलाई दिइहाल्छु तर एउटा कुरा याद गर कि मेरो तेरो एमबीपीलाई मैले यतिकै भनेको च्यालेन्ज गरेको थिएँ कि यो एक गेम मात्रै हो कि हान्ने भनेको फर्स्ट एक गेम मात्रै हानेको दोस्रो एमबीपी खोइ अहिले त्यो मान्छे भनेको यो टाइपको मान्छे हो क्या बुझिस् नि कुन चाहिँ हानिसक्यो भने त्यसलाई 10 गेमसम्म हान्नु लगा न यहाँनिर त्यो कस्तो मान्छे हो भन्ने कुरा मलाई राम्रोसँग थाहा छ त्यही भएर भनेको न त मैले कसैलाई केही पनि भन्दिनँ यार तेरो फर्स्ट पनिसमेन्ट के हुनेछ तैँले मलाई के देखाउँछु भनेको थिएँ अहिले भर्खर के भनेको थिएँ यो चार्ज देखाउनु भनेको थिएँ होइन तेरो फर्स्ट पनिसमेन्ट त्यही गर्छ तँ पनि मलाई अहिले तैँले जितेको भए तैँले मलाई जितेको भए यही दिन्थिस् तैँले मलाई यही देखाउनु लाउँथिस् होइन जान तेरो पनिसमेन्ट भनेको फर्स्ट पनिसमेन्ट तेरो के हुनेछ तँ पनि चाक देखाएर बस अघि तैँले मलाई देखाउँछु भनिरहेको थिइस् आर गरिरहेको थिइस् नि फर्स्ट देखाकै हो तँलाई चाक नदेखाएको होइन भन तेरो फेरि मैले कटु फुकालेर भनेको छु नि तैँले मलाई कटु लगाएको छैनस् फुकालेर लगाउँछु भन्ने थिइस् होइन तेरो गेममा कटु फुकालेर देखा तेरो मैले कटु फुकालेर होइन तर मैले यसरी अघि मैले कसरी दिएको थिइस् यसरी दिएको थिइस् होइन यसरी दिएको थिइस् यही दिन्छु भनेको तँलाई मुजी मैले बुझिस् नरमति त्यो भन्दा बढी नसोच ल गाइस यसको लागि त हेर्नु न यो चाक देखाउने भनेको केही होइन के गाइस हेर्नु न यार मजाले चाक देखाइदिन्छ यार कसम त के दिनु होला यसलाई यार जा उसो भए 3टा खोर्सानी खा जा 3टा खोर्सानी चपाएर मुख भरि त्यसपछि ट्रिपल डबल आएपछि तेरो ओठ भरि दल्जा त्यति हो तँलाई फर्स्ट पनिसमेन्ट जा खोर्सानी खा जा उसो भए 3टा खोर्सानी मुख भरि दल्जा खाएर तेरो ओठ भरि दल फर्स्ट पनिसमेन्ट तेस्रो दोस्रो हुँदैन कुकुरको गु खाजा तेरो कुकुरको गु खाजा दोस्रो पनिसमेन्ट तेस्रो पनिसमेन्ट तेरो के हुनेछ ग्यास सिलिन्डर बोकेर तैँले 30 चोटि उठबस गर्छ चामल बोकेर पकाइ म खोर्सानी हेर्छु यार मलाई खोर्सानीको दिन्छस् त जान्थलाई त मैले खोर्सानीको होइन मैले कस्तो दिन्छु मुजी फेरि खोर्सानी पनि लाडो जस्तै छ फेरि मेरो खोर्सानी त छैन त यार यहाँ कतिवटा खोर्सानी देखाइस् तैँले कतिवटा खोर्सानी देखा ओके 3टा खोर्सानी मजाले धुलो पार्ने अनि त्यसपछि डबल आउने बित्तिकै डबल खोल्ने बित्तिकै ओठमा दल्ने त्यो खोर्सानीको धुलो ओठमा दल्ने है कस्तो मैले भन्दैछु फेरि ल्याङ्ग्वेज त नबुझ्दो काम नगर है लु ल लगा पहिला चपाएर देखा कस्तो लाउँछु म गर पहिला गर्दै ल गाइस सबैले मिलेर गाइस मजाले चपा पिरो मजाले चपा कराम हुने गर त्यसपछिबाट तैँले ट्रिपलमा तेरो मुखको लिपस्टिकहरु छ नि सब मेट्ने गरेर दल त्यो खोर्सानीले त्यही खोर्सानी दल गाइस मिलेर ल सबैजना गाइस डबल ट्याप गाइस त्यो छाडा धेरै भयो क्या गाइस नगरौँ यार छाडा म पनि जानु पर्ने छ गाइस भोलि बिहान मेरो 4 उठ्नु पर्ने छ क्या गाइस 6-5 बजे उठ्नु पर्ने छ जाडोमा गाइस मिलेर गाइस डबल ट्याप गाइस फास्ट हुनु पर्यो गाइस मेरो डार्लिङहरु मेरो मुटुको टुक्राहरु यार गाइस यस्तो हो क्या गाइस सपोर्ट भनेको यार एउटा रोजले कति सपोर्ट हुन्छ गर्नुस् हेर्नुस् त एउटा सानो रोजले कति सपोर्ट भयो अघि बिन्ती छ हजुरहरुलाई थ्यांक यू सो मच गाइस ट्याप फास्ट हुनु पर्यो गाइस ट्याप चपा मजाले चपा यार कसम चपा न यार चपा मजाले चपा पनिशमेन्ट इज पनिशमेन्ट प्योर पनिशमेन्ट चाहिन्छ मलाई गाइस ल त्यो लामो भएको छ त्यहाँनिर टुक्रा भएको छैन अझ पनि टुक्रा भएको छैन अहिले देखाउनु पर्छ नि तैले झिकेर देखाएर ओठमा दल्नु पर्छ नि फेरि ल गाइस मिलेर तेरो एमबीपी लाई गाली गर्यो भने रिसाको हैन तेरो एमबीपी को त्यही हो एकचोटीको पावर खै त 24 आवर हाम्रो त एकचोटीको पावर 24 आवर हो एउटै मान्छेले आएर 1 घण्टा हानिरहेको छ हामीलाई त गाइस मिलेर गाइस सबैले मिलेर गाइस ल रिजन जीलाई कस्तो महा सल्युट छ ल कस्तो वाट यु वाट रिजन गाइस मिलेर सबैजनालाई सबै मिलेर गाइस मिलेर एभ्रीबडी गाइस ल यसलाई यस्तै पनिशमेन्ट दिनुपर्छ के गाइस अब यसलाई यस्तै पनिशमेन्ट दिनुपर्छ गाइस थ्यांक यू सो मच गाइस एभ्रीबडी गाइस ल गाइस एभ्रीबडी गाइस मिल्यो गाइस यस्तो उस्तो तँलाई पिरो भयो अब मुखमा त यसरी त हो त्यसरी त सब
मजाले ओठमा हो क्यामेरा अगाडि आइज न क्यामेरा अगाडि आइज अब भइसक्यो ल अब धुन जानेछु ल तँलाई पनि धुन जा भनेको गाइस मिल्दिउँ ल मिल्दिउँ गाइस 24 रोज है गाइस 24 रोज गाइस 24 रोज है गाइस जितौँ ल गाइसहरू यो गेम जितौँ ल गाइसहरू ल लास्ट गेम हो गाइस ल अब मेरो पनि गाइस लास्ट गेम आउनु थाल्यो भोलि बिहान उठ्नु पर्छ गाइस थ्याङ्क यू सो मच ल गाइस ल रोज कम्प्लिट गर्नु गाइस यो ठिकै छ गाइस रोज पनि कम्प्लिट भएन एकछिनै अर्को छु त म त यार लाइक मिल्दिउँ ल गाइस थोरै भए पनि गाइस ल एभ्रीबडी ल गाइसहरू ल सबैजना मिलेर ल गाइस सबैले मिलेर ल गाइसहरू एभ्रीबडी गाइस ल रिजेन वेलकम ब्याक रिजेन एन्ड देन रजी वान फ्रम वेयर वी आर यु फ्रम गाइस मिल्दिउँ त गाइस कान्छीलाई जिताउनु मलाई जिताउनु त्यस्तो चाहिँ कुकी हेर्नु पाउँछ गाइस एभ्रीबडी गाइस ल गाइस ल मेरी महाहरजी उसलाई चाहिँ मलाई जिताउनु तपाईँले हेर्नु पाउँछ के हेर्नु पाउने हो गाइस मिलेर गाइस सबैले मिलेर ल गाइस एभ्रीबडी गाइस मिल्दिउँ गाइस ल गाइस सबैले मिलेर गाइस स्कोर लिड गरिदिउँ न गाइस